आज चाहिँ यहाँ काकाहरूकोमा पाइप फिटिङको लागि आएको नि त बाबालाई सघाइदिनु यो बाथरुम यस्तो खतरा दामी दामी लाउँदैछ फेरि खतरा दामी दामी सुन्दै हुनुहुन्छ दिलबर दिलबर अहिले त पर लगाएछ अहिले चाहिँ यहाँ राखेको थियो हो अब पर काम गर्ने रहेछ नि त जता काम गरे त्यता लाँदो रहेछ नि त बाजा चाहिँ त्यो छोडेर अर्को गर्नु न त्यो आइसकेर आइहाल्छ अब गोर ल्याउनु पर्यो अहिले काम गर्दै जान्छ फेरि सामान निक्लिँदै केटाहरूले चाहिँ यहाँनिर मसला फिटेर यो एरियामा चाहिँ हाल्ने नि त काकीले चाहिँ यहाँ सब्जी के सिमी भन्नुभयो असारे बोडी 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 बोडा पनि भन्छ पानी खानु आएको म चाहिँ तर यहाँ चाहिँ टक्क प्याज होला वाइनहरू छ त भनेर भन्नु पनि भएन केटाहरूले चाहिँ बिछाउनु पनि थालिसक्यो ल अब चाहिँ हामी खाना खान आँटेको है त है माम्स सुपारी हुन्छ यतातिर चाहिँ तर त्यस्तो चाहिँ रोप्दैन कता कता एकल कता कता गर्दैछ केटाहरूले के गर्दैछ है के पकाउँदो रहेछ यहाँ मिस्त्री भाइहरू छ नि त उहाँहरूले चाहिँ के खाना पकाउँदो रहेछ खाना पकाएको अरे सब्जी पाकेछ सब्जी भात पाक्यो भात पाक्यो ठिक छ कति बजीतिर खान्छ तिमीहरू 1 बजी हामीलाई खाना आँटेको खाँदिएको ल अब हामी ल यसको त अचार बनाएन रहेछ त खाँदैन नि त अब अब चाहिँ हामी माम्स या कत्रो कत्रो ठुल्ठुलो छ डल्लेसित दूषित भएको ल अब चाहिँ हामी खास खाना आँटेको ठुलो ठुलो रहेछ नि त है नुन पर्दैन खालि म त डल्लेसित कताको लु त लु लियौँ ल हामी ल है त ल केटाहरूले चाहिँ यति गरिसक्यो अब फेरि अर्को बान फिटेको नि त अनि दोस्रो बान जो पहले वो किया था उस यहाँ तक ही आया तो अभी बताए ना झोल लगा के अलिकति पनि अन्त मसला उब्रिँदैन उनीहरूले गरेको अन्त हामी एक प्लेट के भन्छ त्यसलाई जोखाइ कडा अन्त हामी अलिकति पनि उब्रेन उब्रेको भने गिटी अलिकति कस्तो दामी केटाले गरिदिन्छ अन्त ठिक छ केटा पानी चाहिँ पुरा जमिने बनाइदिनु चाहिँ हालत पत्ला भयो हेर्नुहोस् त पसिनै पसिना हामी चाहिँ ठक 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 गरेको भरे सुत्दा पनि टकटक गरेको आवाज आउँछ होला अनि भाइहरूले पनि दिएको दिएकै छ नगर्दा चाहिँ कस्तो होला हौ गर्नै पर्यो काम नगर्दा त अगु बल्दैन चुलामा त्यही त अगो है आगो हो आगो भन त आगु
तामाङ भाषाबाट आगो भनेको त फेरि भिडियो बना भाइ भिडियो बनाची यो चाहिँ अलिकति लामो पहिला बेसी ढलाइ गरेको थाहा छ त छत राख्दा अलिकति तलबाट मान्छे आउँदा चाहिँ अलिकति असुविधा हुने कारणले चाहिँ यसलाई फेरि घटाउँदैछ केटाहरूले ल प्रायः चाहिँ जोडिसके अब यहाँ चाहिँ गम लाएर यो गर्नु मात्रै छ यो गिजरको लाइन यहाँ गम लाएर यसलाई फिनिसिङ गर्नुपर्ने छ है यो उतापट्टि पनि प्राय भइसक्यो अलिकति सामान कम्ती भयो नि त एलहरू सादा एल अब चाहिँ त्यो लेखेर भोलि पर्सि कहिले हुन्छ ल्याउने भनेर भन्दैछ काकाले लेख्नु हुँदैछ सकेट त्यहाँ 1 प्लस यहाँ 1 2 यहाँनिर सादा एल है एक सकेट एक यो चाहिँ सादा के अरे काकाले चाहिँ चिया बनाउँदैछ नि त 3 बजीको चाय बुझा खान्छु पतञ्जलीको बिस्किट रहेछ नि त 35 रुपिस हुन्छ दामी बिस्कुट बुझा खान्न म बिस्कुट कसरी लाने एउटामा क्यामेरा हातमा उयो म लड्यो भने हजुर ए यो त हजुर क्यारिङमा भयो अहिले ओ केटा चिया खायो खाँदैछ ल केटा म गएको जाने म भोलि भेटौँ ल है त अब चाहिँ म घर लागेको है बाबा चाहिँ आउनु हुँदैछ आजको आइतबार चाहिँ अब यसरी बित्यो है त्यहाँ काम गर्ने हाम्रो भाइहरू पनि भोलि जाने अरे बकरिद कि के छ अरे नि त त्यही भएर उनीहरू चाहिँ अब 9 तारिक कति तारिक आउँछु भनेर भन्दै थिएँ है हाम्रो चाहिँ त्यहाँ अलिकति सामान कम्ती भयो त्यसकारण बजार जानुपर्ने भयो काका सायद जानुहुन्छ होला कहिलेतिर त्यहाँबाट सायद फेरि काम सुरु हुन्छ होला यदि भोलि पनि त्यहाँ काम चाहिँ छन् चाहिँ छ हेरौँ के कसो हुन्छ है आजको भिडियो के कस्तो थियो हजुरहरूले प्रतिक्रिया राखिदिनु होला भन्दै आजको भिडियोबाट चाहिँ बिदा लिन चाहन्छु अन्य कुनै भिडियोमा हजुरहरूसँग भेट हुने नै छ त्यति जेलसम्मको लागि बिदा दिनु होला नमस्कार है त है।